हेलो एभ्रिवान, हाउ आर यु अल? आजको यस भिडियोमा चाहिँ म एउटा स्टुडेन्टहरूलाई अति नै आवश्यक पर्ने एपको बारेमा भन्न गइरहेको छु है त। त्यसका लागि एट फर्स्ट चाहिँ प्ले स्टोरमा जाने अनि प्ले स्टोरमा सर्च गर्ने कि क्याम स्क्यानर भनेर सर्च गर्ने। क्याम स्क्यानर एप हामीले यसको युज गरेर पिडिएफहरू क्रिएट गर्न सक्छौँ अनि धेरै कुराहरू सकिन्छ यसबाट। यसको लागि मैले अलरेडी डाउनलोड गरिसकेको छु र ओपन देखाएको छ। यहाँहरूले चाहिँ डाउनलोड गर्नुपर्ने हुन्छ। यसमा गइसकेपछि कसरी गर्ने त भन्ने होला। यहाँदेखि ओपन गर्ने हैन, ओपन बाहिर आइसक्यो। यो चाहिँ अनलाइनबाट चलाउँछ चाहिँ कहिलेकाहीँ एडहरू आउन सक्छ। एडहरू त्यसको लागि यहाँ साइडमा रहेको क्यामेराबाट जुनसुकै कुरालाई पनि, जस्तो मैले यसको स्क्यान गर्न चाह्यो भने यसरी मैले टक्कसँग लगाएर यसरी स्क्यान गर्न सक्छु है त। स्क्यान भइसक्यो। अलि एड छन् अनि यसमा फेरि यसै फोटोमा क्लिक गरेर कम्प्लिट गरिदिएँ मैले चाहिँ। जस्तो यो फोटोलाई चाहिँ अझ हामीले एडिट गर्न चाह्यौँ, राम्रो बनाउन चाह्यौँ भने एडिट अप्सनमा जाने। एडिट अप्सनमा गइसकेपछि फिल्टर अप्सनमा जाने। यता छ नि त थर्ड नम्बरमा फिल्टरमा जाने। फिल्टरमा गएपछि एट फर्स्ट चाहिँ ओरिजिनल चाहिँ यस्तो आएको हुन्छ। यसलाई ओरिजिनलमा नराखेर म्याजिक कलर भन्नेमा राख्यो भने राम्रो आउने गर्छ क्या। अनि यहाँबाट टिक गरिदिने। फेरि के गर्ने त, यहाँबाट अझै एड गर्ने हो भने डन गर्यो यहाँ। अब यसमा नयाँ पेज, अर्को पनि पेज एड गर्नु छ भने एड अप्सन देखाएको छ नि, हो एड अप्सनबाट अथवा यहाँ साइडमा रहेको एड अप्सनबाट एड गर्न सक्छौ। जस्तो मैले यसको एड गर्न चाहेँ भने यसले अटोमेटिक स्क्यान गरेर क्रप चाहिँ गरे हुन्छ। अनि यसबाट कम्प्लिट भन्नुपर्छ के है। हामीले अर्को चाहिँ कम्प्लिट गरिसक्यौँ भने त्यसपछि यो टपमा गएर यसको नेम चाहिँ चेन्ज गर्न सक्नुहुन्छ। मैले बिएससी म्याथ राखेँ है, ओके गरिदिने। अब यसमा के रह्यो त, यसको टाइटलको रूपमा चाहिँ यो मैले बिएससी म्याथ राखेको छु। अब यसलाई यसरी एडिट पिडिएफमा गयो भने एडिट गर्न सकिन्छ। सेभ टु ग्यालरी भन्यो भने फोटो मात्रै पनि सेभ गर्न सकिन्छ, ग्यालरीमा आउँछ। अथवा हामीले यसलाई पिडिएफको रूपमा सेयर गर्नु पर्यो भने यता सेयर अप्सनमा जाने अनि सेयर एज पिडिएफ फर्स्ट दिएको छ, यसमा क्लिक गर्ने। अनि हामीले चाहिँ कुन एपमा सेयर गर्ने हो त्यो एपलाई सिलेक्ट गरेर सेयर गर्न सक्छौँ। जस्तो मैले ड्राइभबाट हेर्न चाहन्छु भने यता ड्राइभ पिडिएफ भन्नेमा जानुपर्छ। त्यसमा ड्राइभमा खुल्ने हुन्छ है। ल ड्राइभमै यस्तो देखाओ। अनि ड्राइभमा यसमा एडिट पनि गर्न मिल्छ। कुनैलाई हाइलाइट गर्नु पर्यो, केही गर्नु पर्यो भने त्यस्तो गर्न मिल्छ। ड्राइभबाट धेरै कुराहरू हुन्छ। त्यसको लागि स्टार्ट गरिदिउँ, ब्याक गरिदिएँ है। यसरी हामीहरूले यो क्याम स्क्यानर एपलाई युज गर्न सक्छौँ। जस्तो मैले यो फोटोलाई ग्यालरीमा सेभ गर्न चाहन्छु भने यो थर्ड अप्सन छ नि, त्यसमा सेभ टु ग्यालरी लेखेको हो, यसमा क्लिक गर्यो भने सेभ टु ग्यालरी भन्यो। यो चाहिँ ग्यालरीमा आइसकेको छ है त। ल आजको भिडियो यति नै।